फेरि पनि तालीद्वारा जय मसी सन्चै हुनुहुन्छ? पक्का हो? पवित्र आत्मा साँच्चै मिठो हुनुहुन्छ होइन? आदरणीय पास्टर बुबा जो मभन्दा धेरै अगाडिदेखि सेवाकाईमा लागिराख्नु भएको छ, धेरै वर्ष भयो है उहाँले सेवाकाई गर्दै राख्नु भएको अनि थुप्रो अनुभव छ उहाँकोमा। म उहाँलाई पनि धन्यवाद दिन चाहन्छु। उहाँले आफ्नो जिम्मेवारीलाई यस ठाउँमा आजसम्म लिएर आउनु भएको कारणले गर्दा मैले पनि अब यसरी बोल्ने मौका पाएको छु। यदि दास चाहिँ अविश्वासी भएर यदि प्रभुको सेवाकाई गर्ने मान्छे चाहिँ नराम्रो भएर प्रभुदेखि हट्टी भएर भागेको भएदेखि आज मण्डली खनाउनु थिएन। त्यो धेरै ठुलो जिम्मेवारी उहाँले लिएर यस ठाउँमा आउनुभयो। कौला महिना आदरणीय एचएफसी चर्चका पास्टर बुबालाई पास्टरबाको अनुमति दिँदै अनि मण्डलीको अनुमति दिँदै आदरणीय डिकन्स एल्डर्सहरू हुनुहुन्छ, हजुरको अनुमति दिँदै गर्दाखेरि प्रब्लम महिमा भएको छ। र विशेष गरिकन मेरो क्युट बहिनीलाई है जसले अघि एकदमै मिठो वचन सेयर गरिराख्नु भएको थियो। आशिष चाहिँ प्रभु मैले राति सपनामा प्रभुले मलाई यत्रो घैलाबाट पानी पियाउँदै थियो, मात्र त्यो आशिष होइन, त्यो है वचनबाट नै आज हामीले आशिष सुन्ने मौका पाएको छ। हालेलुया प्रभुलाई महिमा। बहिनीको नाम दिव्या हो, मेरो बहिनी हो अनि तपाईँले चिन्नुहुन्न होला तर अब पक्का चिन्नुहुन्छ। हालेलुया। म एउटा कुरा के थाहा गर्दैछु भन्दाखेरि के यहाँ म महसुस गरेँ के देख्दैछु भन्दाखेरि प्रभुको उपस्थिति तपाईँहरू प्रत्येक जुन ठाउँमा बसिराख्नु भएको छ, जुन ठाउँमा तपाईँहरू हुनुहुन्छ त्यसको वरिपरि नै मण्डलाइराखेको कुरा मैले यहाँ थाहा गरिराखेको छु। अनि अब म एउटा कुरालाई घोषणा गर्न चाहन्छु। अबको उपरान्तको टाइम अब जब म वचन बोल्दै जानुहोस् यहाँदेखि आजको वातावरणलाई परमेश्वर यहाँ चेन्ज गर्दै हुनुहुन्छ। धेरै आमाहरू घर परिवारको दुःखदेखि तर फाइनेन्सियल प्रब्लममा हुनुहुन्छ होइन, थुप्रै कुराहरू छ जुन कुरा तपाईँले आजको दिनमा तपाईँहरू माझबाट निकालेर फ्याँक्दै हुनुहुन्छ डाइरेक्ट नरकको कुण्डमा मेन्ट जहाँबाट निस्किन सक्दैन। त्यो कुरालाई गर्दा एट्याक घरिघरि गर्दैन। प्रभु मजाको हुनुहुन्छ आमेन। पवित्र मजाको हुनुहुन्छ आमेन। म एउटा कुरो मण्डलीलाई अफर दिन चाहन्छु। त्यो अफर चाहिँ के हो भन्दा मैले गोजीमा लिएर आएको छुइनँ तर मैले हृदयमा लिएर आएको छु। अनि हजुरहरूले सायद हुनसक्छ मण्डलीमा ताली बजाउँदै परमेश्वरलाई ताली बजाउँदै गर्दा सायद यसरी बजाउनुहुन्छ होला, बरु त्यो ताली तपाईँले अरू कुरोमा अरू कार्यक्रममा बजाउनुहोस् तर जिउँदो परमेश्वरलाई ताली बजाउनको लागि चाहिँ हाम्रो दुईटा हात माथि उचालेर बजाउनेछौँ। यही हो आजको लागि तपाईँहरूको माझ मेरो अफर चाहिँ। 1 2 3 मजा आयो भन्नुहोस् त। मजा आयो प्रभुको प्रेजेन्समा। तपाईँले थाहा गरिदिउँ न पवित्र आत्मा यहाँ हुनुहुन्छ। हजुर कसले थाहा गर्दै हुनुहुन्छ होली स्पिरिट यहाँ घुम्दै हुनुहुन्छ भनेर। हजुर के साह्रो हजुर भन्नुभएको पास्टरले हजुर भन्नु पाएको थिएन क्या हो, अलिका लागेर भनेको पनि होइन। प्रभुको प्रेजेन्समा नि प्रभुलाई म हजुर नै भन्छु किनकि म चाहिँ तल छु, प्रभु चाहिँ माथि हुनुहुन्छ। आमेन। सबैजनाले भन्नुहोस् त प्रभु मलाई घटाएर तल राख्नुहोस् भन्नुहोस् त। ममा तपाईँ माथि उचालिनुहोस्। शैतान झुक्यो। आमेन भन्नुहोस् न यस्तो कुरा। प्रभुले मलाई गाडी दिनुहुन्छ भन्दा मात्रै 150 आमेन भन्नु। प्रभुले मेरो घरलाई घर बनाइदिनुहुन्छ भन्दा मात्रै आमेन होइन प्रिय। शैतान झुकिँदा आमेन भन्नुपर्छ। किन भन्दाखेरि नि आज म एउटा कुरालाई घोषणा गर्न चाहन्छु। आज चाहिँ दुष्ट आत्माको टाइम एक्सपायर हुने टाइम हो। हिजो प्रार्थना गर्दै गर्दाखेरि त्यही कुरा प्रभुले मलाई प्रकाश दिँदै हुनुहुन्थ्यो। त्यही कुरा परमेश्वरले मलाई थाहा गर्ने मौका दिँदै हुनुहुन्थ्यो कि आजको टाइम चाहिँ पवित्र आत्मा परमेश्वरले अर्कै ऋतुमा काम गर्ने टाइम। आमेन। र विशेष गरिकन मण्डली कुण्डली सबैजना सन्चै हुनुहुन्छ, खुसी लाग्यो। मलाई चिन्नुहुन्छ तपाईँले। मेरो नाम के हो भन्नुहोस् त।
पब्जी खेल्नेहरू अब सबैजना शुद्र भनेर भन्छु म। पहिलाको सब्जी माइलाहरू अहिले मोडिफाई भएर के भएको छ थाहा छ तपाईँलाई? हजुर पब्जी माइला भएको छ। डोको बोक्नु भन्दा बेसी हामी फोन बोकिराखेका हुन्छौँ। तर एउटै कुरा हो, फोन बोक्नुहोस् तर परमेश्वरको महिमा गर्नुहोस् न। आमेन। हामी पहिला यसरी प्रार्थना गर्छौँ, प्रभु मलाई फोन दिनुहोस् त, म तपाईँको कति महिमा गर्छु। प्रभुले भन्छ कसरी यसले महिमा गर्दो रहेछ लुत्त भनेर प्रभुले दिनुहुन्छ। यो खालको फोन ट्याप्स भनेर भन्छ नि अहिले, होइन? अहिलेको भाषा बोल्दैछ है मैले, ल। अनि ठुलो बढी फोन दिनुहुन्छ परमेश्वरले। अनि एक दिन चाहिँ प्रभुलाई, पास्टर बाबु यो मेरो नयाँ फोनमाथि अभिषेक गर्नुहोस्। अभिषेक सबै कुरा भइसकेको छ। भरेदेखि सिरकको भित्र पसेर त्यहाँ के हेर्नु थाल्छ थाहा छ हजुर? पोर्नोग्राफी हेर्नु थाल्छ। बुझ्नुभयो त? त्यो सिस्टम प्रभुलाई चाहिँदैन। आमेन। त्यो सिस्टम चाहिँदैन। पोर्नोग्राफीको लागि परमेश्वरले नि तपाईँहरूलाई फोन दिनु भएको पनि त होइन। ए हो र साथी भन्नुहोस् त। ए हो र साथी। हजुर पक्का हो यो कुरा। सिरकभित्र बसेर कुमकुम हेर्नु भनेर प्रभुले फोन जुटाउनु भएको भन्नुहोस् त हजुर। अहिले त केही छैन, कुमकुम मात्रै डुब्दैछ। तर जब सिरै डुब्छ तब गाह्रो पर्छ प्रिय हो। तर तपाईँ र मलाई परमेश्वरले जे पनि जुटाउनुहुन्छ उहाँको महिमा गर, उहाँ मेरो महिमा गर भनेर परमेश्वरले जुटाउनुहुन्छ। त्यही भएर त मेरो लाइफ पनि परमेश्वरले मलाई आजसम्म चलाइराख्नु भएको छ। अब छेउको साथीलाई भन्नुहोस् त, साथी तपाईँ शक्तिशाली हुनुहुन्छ भन्नुहोस् त। साथी तपाईँ शक्तिशाली हुनुहुन्छ भन्नुहोस् त। साथी तपाईँ शक्तिशाली हुनुहुन्छ भन्नुहोस् त। यो घोषणा किन गर्नु लगाए भन्दाखेरि नि जे कुरो तपाईँले बोल्नुहुन्छ नि त्यो कुरो पक्का हुन्छ। किन भन्नुहोस् त, यहाँनिर नि पवित्र आत्माको उपस्थिति छ नि त। जे कुरो प्रतिज्ञा गर्नुहुन्छ त्यही कुरो हुन्छ नि त। किन भन्नुहोस् त, यहाँनिर पवित्र आत्मा परमेश्वरको प्रेजेन्स भएको कारणले गर्दा, उहाँको उपस्थिति भएको कारणले गर्दा मजाको कुरा चाहिँ के हो भन्दाखेरि नि परमेश्वरले तपाईँ र मलाई नयाँ जीवन दिनुभएको छ। र नयाँ जीवनलाई हामीले कसरी चलाइराखेका छौँ त्यो पनि धेरै ठुलो हाम्रो जिम्मेवारी छ। नयाँ जीवनलाई हामीले कसरी चलाउँदैछौँ भन्दाखेरि नि पहिला हामी के खान्थ्यौँ भन्नुहोस् त हजुर? थाहा छ हजुर? देख्दै हुनुहुन्छ? हामी पहिला गाजा खान्थ्यौँ, तर अहिले हामी के खान्छौँ भन्नुहोस् त? प्रभु भोज खान्छौँ। हालेलुया। हामी नयाँ जीवनमा प्रवेश भएको मान्छेहरू हौँ। अनि नयाँ ऋतुलाई थाहा गर्ने मान्छेहरू। अघि बहिनीले मजाको कुरा के गर्दै हुनुहुन्थ्यो भन्नुहोस् त? मरेर मात्र स्वर्ग राज्य थाहा भएर होइन, तर जिउँदो हुँदा पनि स्वर्ग राज्य थाहा हुनुपर्छ। किनकि जिउँदो येशू चाहिँ अझैसम्म पनि कान ठाडो पारेर तपाईँले मेरो प्रार्थना सुन्नको लागि रेडी बसिराख्नु भएको छ। आमेन। ओके, आउनुहोस् हामी परमेश्वरको जिउँदो वचनबाट के कुरो सिक्नेछौँ है आजको दिनमा। हुन्छ हामी लास्टमा तपाईँ डायरीको साथमा प्रार्थना गर्दै बस्छ आफ्नै जग्गामा। अनि म एउटा कुरालाई घोषणा गर्न चाहन्छु है, वचन सुन्दै गर्दाखेरि अनि तपाईँहरू प्रभुलाई आफ्नो लाइफलाई केही पनि डेडिकेट गर्दै गर्नुहोस्। भन्छ नि म त 1 जनवरीमा मात्रै राति आउँछ कि पास्टर हो, त्यति बेला मात्रै पश्चाताप गरेर मेरो जीवनलाई डेडिकेट गर्छु, त्यहाँदेखि त गर्दै गर्दिनँ, म त 1 वर्षसम्म पुगि त हाल्छ भनेर हामी त्यो सोचिराखेका हुन्छौँ। तर होइन, जबसम्म नि हामीले बाइबल राम्ररै पढ्दैनौँ तबसम्म हामीले कुरा बुझ्दैनौँ। किन भन्दाखेरि विश्वासीले चाहिँ कुरा बुझ्नुपर्छ। ए हो र भन्नुहोस् त, पक्का हो त्यो कुरा। विश्वासीले कुरा बुझ्नुपर्छ अनि चर्चतिर कुद्नुपर्छ। र त्यसै कारणले गर्दा नि परमेश्वरले तपाईँ मलाई कुरा चाहिँ बुझाउँदै हुनुहुन्छ। आमेन। कुरा चाहिँ बुझाउँदै हुनुहुन्छ, नबुझेको कुरालाई प्रकाशमा ल्याउँदै हुनुहुन्छ। किन भन्दाखेरि दाउदले जब हामी बाइबल पढ्दै गर्दाखेरि त्यहाँ दाउद राजाले बिहानै पनि म मेरो जीवनलाई के गर्छु भन्नुहोस् त हजुर? माछाको कुपतिर लिएर जान्छु र माछा मार्छु पनि भनेको छैन त्यहाँनिर। तर बिहान यानि बेलुका मेरो जीवनलाई चाहिँ म प्रभुको अगाडि सेक्रिफाइस गर्छु, म प्रभुको अगाडि समर्पण गर्छु। किनकि जिउँदो परमेश्वरको अनुग्रह मात्र मलाई काफी छैन, तर निगाह पनि काफी छ र त्यही निगाह ममा परेको छ। आमेन। त्यही निगाह आज ममा परेको छ भन्नु सबैजना छातीमा हात राखेर हेर्नुहोस् है प्रिय, म के भन्न चाहन्छु भन्दाखेरि हामीलाई अनुग्रह मात्र काफी छैन, तर हामीलाई एउटा कुरो इम्पोर्टेन्ट छ। त्यो चाहिँ के हो भन्दा परमेश्वरको निगाह। दाउद पनि त अनुग्रहमा थियो, किन भन्नुहोस् त? दाउद पनि त अनुग्रहमा हुँदै गर्दाखेरि तल एकजना नुहाइराखेको हुन्छ, हेलो यस यस
आइ भनेको थियो नि दाउदले होइन, हात हल्लाउँदै मजाले हेरेको थियो, नुहाइराखेको थियो। दाउद त्यति बेला अनुग्रहमै थियो। तर दाउदले अचानक पाप गर्यो। तर पनि परमेश्वरलाई धन्यवाद, दाउदले पाप गर्यो, ऊ ढुक्क भएर डनलपमा हल्लिँदै बस्यो भन्नुहोस् त। हजुर बसेन। दाउदलाई के भयो भन्नुहोस् त, पुरा खुलदुली भएको छ। अनि खुलदुली भएर दाउदले पश्चाताप गर्यो। पश्चाताप गरेको पछाडि परमेश्वरले फेरि पनि दाउदलाई अनुग्रह पनि दिनुभयो अनि निगाह पनि दिनुभयो। र त्यसै कारणले त दाउदले भन्छ, परमप्रभु तपाईँको अनुग्रह मात्र मलाई काफी छैन, तर तपाईँको निगाह चाहिँ मेरो जीवनमा हुनु आवश्यकता छ भनेर दाउदले घोषणा गरेको छ। हालेलुया। र त्यसै कारणले गर्दा प्रिय हो, तपाईँ र म नि अनुग्रहमै छौँ, अनुग्रहमै पाप गर्छौँ, अनुग्रहमै व्यभिचार गर्छौँ, अनुग्रहमै जिउँछौँ, अनुग्रहमै प्रार्थना गर्छौँ, सबै कुरो। तर एउटा कुरो के हो भन्दाखेरि चाहिँ परमेश्वरको अब अनुग्रहमा एउटा अफरलाई हामीले प्लस गर्न जरुरी छ। एउटा अफरलाई प्लस गर्दै गर्दा परमेश्वरलाई हामीले यो माग्न जरुरी छ कि प्रभु अब यो अनुग्रह मात्र होइन, तर यसको प्लसमा तपाईँले निगाह पनि मलाई दिनुहोस्। आमेन। ए हो र भन्नुहोस् सबैजनाले, भन्नुहोस् ए हो र भन्नुहोस् त। साथी बुझ्यौ भन्नुहोस्। यो त प्रश्न मात्रै भयो, एन्सर पनि तपाईँले दिनुपर्ने हुन्छ कि म दिउँ? हजुर बुझे त भन्नुहोस्। यो त मलाई थाहा छ नि कतिको बुझेँ भने, त्यो तपाईँलाई थाहा होस् केही छैन, तर मैले चाहिँ पकाएको र बुझेको छु। र विशेष गरी आज परमेश्वरको जिउँदो वचनबाट म के कुरा सेयर गर्न चाहन्छु भन्दाखेरि नि, जक्कै थाहा छ तपाईँलाई? हजुर त्यो अस्ति के त माथि दार्जिलिङमा मातेर लडिरहेको थिएँ नि नालीमा, त्यो कुरा गरेको होइन मैले। त्यस्तो जक्कैको प्रिय अनिकाल लागेको छैन संसारमा। मलाई माफ गरिदिनु होला, तपाईँको नाम कति बाइबलसँग मिल्दोजुल्दो हुन्छ। नाम राख्छ सिलास, दिनमा चाहिन्छ बेसी होइन 2 गिलास। ब्ल्याक टी होइन, अर्कै खालको टी चाहिन्छ उसलाई, बुझ्नुभयो त? अनि अर्को के छ भन्दा नि, नाम चाहिँ ड्याबिट बिग्रिसकेको छ उसको ह्याबिट भनेदेखिलाई नि गाह्रो पर्छ मण्डलीमा, हामीलाई साह्रो पर्छ। नाम चाहिँ के अरे? हजुर बिग्रेको छ के अरे? ह्याबिट। तर ह्याबिट मेरो बिग्रेको छैन भन्नुहोस् त शक्तिको साथमा। प्रेज द लर्ड। जे घोषणा गर्नुभयो त्यही भयो तपाईँको जीवनमा। हालेलुया। मजा आउँदैछ? मजा आउँदैछ? पक्का हो? बक्स चाहिँदैछ तपाईँहरूलाई? मेरो आवाज सुन्दै हुनुहुन्छ? ल मलाई खुसी लाग्यो त्यसो भए। अब म खुसीले एकदमै आनन्दित भएको छु प्रभुलाई महिमा। र विशेष गरी आज हामी केही समय परमेश्वरको जिउँदो वचनबाट केही कुरा हामी सिक्नेछौँ। त्यो चाहिँ के सिक्नेछौँ भन्दाखेरि जक्कैको विषयमा यहाँ साह्रो मजाको कुरा छ त। जक्कै 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 साह्रै मजाको कुरा छ। अनि जक्कै को थियो भन्नुहोस् त? ट्याक्स कलेक्टर। यस प्रेज द लर्ड। बाबाहरूको लागि ताली बजाइदिनुहोस् त, आमाहरूको चिल्लो हातले। अब ताली पनि यहाँ मण्डलीमा 2 किसिमको बज्छ। आमाहरूको चिल्लो हातले बजेको ताली सानो अर्कै हुन्छ, बाबाहरूको खस्रो हातले बजेको ताली फेरि साह्रै नमिठो हुन्छ। तर पनि त्यही खस्रो हात पनि बज्यो भने आमा चाहिँ साह्रै आनन्दित हुन्छ। हालेलुया। त्यही त चाहेको थिएँ, टक्कै भन्नुभयो भन्नुहुँदै आमाहरूले भन्दै गर्नुहोस्, नो प्रब्लम, म रिसाउँदिनँ। र विशेष गरी आज हामी जक्कैको विषयमा हेर्नेछौँ। जक्कै एउटा सानो मान्छे तर कर उठाउने मान्छे, ट्याक्स कलेक्टर थियो। अनि जक्कैको जिन्दगी अब के हुँदैछ भन्नुहोस् त? हजुर परिवर्तन हुँदैछ जक्कैको जिन्दगी। हेर्नुहोस् ल, हेर्दै बस्नुहोस् है। अब जक्कै परिवर्तन भएर के हुन्छ? योना। हजुर जक्कै परिवर्तन भएर के हुन्छ भन्नुहोस् त? जक्कै नै हुन्छ नि, जक्कै नै हुन्छ। जक्कै परिवर्तन भएर जक्कै नै हुन्छ। तर एउटा कुरा त्यहाँ डिफ्रेन्ट छ कि कुन जक्कै हुन्छ भन्नुहोस् त? विश्वासी जक्कै हुन्छ, ख्रिस्टको जक्कै हुन्छ, पवित्र आत्माले भरिएको परमेश्वरले रुचाएको जक्कै हुन्छ। त्यही त हो कुरा मलाई चाहिएको पास्टर हो भन्नुहोस् त? हजुर तपाईँ त्यही व्यक्तिहरू मध्ये हुनुहुन्छ। आज मजा लाग्दैछ है? है घडीको याद आएको छैन नि? घडीको याद नगर्नुहोस् भन्दैमा म 5 बजाउँदिनँ फेरि। म पनि ब्याट्रीले चल्दिनँ प्रिय, तर खुसी लाग्छ पवित्र आत्माले चल्छ। आमेन। आरिस यो कुरामा हामीले आरिस गर्नुपर्छ। म पनि त भन्नुभएको साह्रै मजा आउँथ्यो नि त। म पनि त भन्नुहोस् त? प्रेज द लर्ड। चाहे तपाईँले मान्छेले पत्याओस् कि नपत्याओस्, प्रब्लम छैन, परमेश्वरले पत्याइहाल्नु भएको छ।
म ह्यान्डसम छु, राम्रै नै छु, भयङ्कर नै छु, टप नै छु, खतरा नै छु। हालेलुया। प्रभु चाहिँ मजाको हुनुहुन्छ र मजाको प्रभुले अब जक्कैको जीवनलाई परिवर्तन गर्न लाग्नु भएको छ। त्यो ठुलो गाउँमा धेरै झुन्ड आइराखेको हुन्छ, त्यो झुन्ड बिचमा को हुनुहुन्छ भन्नुहोस् त? येशू ख्रीष्ट आउँदै गरेको हुनुहुन्छ होइन, येशू ख्रीष्ट पनि आउनुहुन्छ। त्यहाँ थुप्रो बिमारी आइरहेको हुन्छ अनि अब त्यहाँ झुन्ड आउँदै गर्दाखेरि त्यो पापी जक्कैले चाहिँ के को हतार पऱ्यो, फेरि येशू ख्रीष्टलाई भेट्नु थाहा छैन मलाई, उसलाई पो घरमा बसी नसक्नु भइसक्यो त्यहाँ येशू ख्रीष्ट आउँदैछ भनेर कहिले जाउँ भइसकिसक्यो। अनि येशू ख्रीष्ट टक्लक्कै त्यहाँ आइपुग्नु भयो। कहाँ भन्नुहोस् त? लोधोमा बजारमा पनि होइन भन्नुहोस् त? हजुर होइन। अनि प्रभु येशू ख्रीष्ट जब त्यहाँ यरीहोबाट त्यहाँ जाँदै गर्दाखेरि नि त्यहाँनिर टक्कै जक्कै परमेश्वर आइपुग्नु भयो। अनि जक्कैले अब के चाहेको छ भन्नुहोस् त? म पनि बुढो मान्छेलाई के गर्नेछु अरे? हेर्छु भन्नुहोस् त? हेर्नुमा त हामी छिट्टो हुन्छौँ त, बोलिहाल्नुहोस् न, हामी छिट्टो हेरिपठाइहाल्छौँ, अर्काको श्रीमती हेरिहाल्छौँ, मोबाइलमा के जाति पनि हेरिहाल्छौँ, राम्रो कुरा पनि हामी हेरिहाल्छौँ, बाइबल पनि हामी हेरिहाल्छौँ। हामी हेर्नुमा ट्यालेन्टेड भएको मान्छे हो, हामीलाई हेर्नु कसैले पनि सिकाउनु पर्दैन। तर अलिकति कुरा अप्ठ्यारो चाहिँ के छ भन्दाखेरि हाम्रो हेराइ चाहिँ बेला नि तल्लो घरको साइलीसँग माथिल्लो घरको अन्तरीसँग गइरहेको हुन्छ। त्यो हेराइ चाहिँ परमेश्वरले के गर्नुहुन्छ भन्नुहोस् त? मन पराउनु हजुर हुँदैन भन्नुहोस् त? हुँदैन। त्यसै कारणले गर्दा हाम्रो हेराइलाई चेन्ज गर्ने त्यो कुराहरू पनि यहाँ हामी सिक्न सक्छौँ यति बेला। अनि जक्कैले येशूलाई अब खोज्दैछ, जक्कैले पुरा खोज्नु थाल्यो येशूलाई। किन भन्नुहोस् त? जक्कै ठुलो थियो नि त, हजुर कस्तो थियो भन्नुहोस् त? जक्कै चाहिँ ठुलो भएको कारणले गर्दा अब येशू ख्रीष्ट चाहिँ सानो हुनुहुन्थ्यो। अनि अब सानो येशू ख्रीष्ट के गर्छ? अब जक्कैले चाहिँ पुरा खोज्दैछ। भरे जक्कै कुदेर जान्छ, यत्रो यहुदीको भिलामा ठोक्कर डङ्गै लाउनु खोज्छ, फेरि के गर्छ बुढालाई हेर्छु भनेर फेरि जक्कैले नि थुप्रो कुराहरू गर्दैछ। तर सबैभन्दा ठुलो कुरा चाहिँ येशू ख्रीष्टलाई भेट्नुभन्दा अगाडि जक्कैले कसलाई भेटेको छ भन्नुहोस् त? भिड भन्नुहोस् त सबले? यस, भिडलाई भेटेको छ जक्कैले। याद गर्नु भएको छ कि छैन? भिडलाई भेटेको छ। अनि भिडलाई भेटेको कारणले गर्दा नि त्यो भिडभित्रबाट जक्कैले जानु धेरै गाह्रो पर्यो प्रिय हो। किन भन्दाखेरि उता यीशुलाई पो भेट्नु गएको त भिड चाहिँ उसको जीवनमा किन भेट भयो त? हजुर सुन्दै हुनुहुन्छ नि? किन भन्दाखेरि नि जक्कैको लाइफमा पनि टेस्ट थियो। यी ठुलो जक्कैको जिन्दगीमा पनि नि ठुलो यो समस्या आइरहेको थियो त्यहाँनिर। किन भन्नुहोस् त? उसको त्यो परीक्षा त हो, तर पनि अब परीक्षा सामना गरेर उसलाई येशू ख्रीष्टमा पुग्नु एकदम गाह्रो पर्यो। किन भन्दाखेरि अगाडि डरलाग्दो भिड छ। अनि भिड भएको कारणले गर्दाखेरि जक्कैले यता जान्छ हुँदैन, उता जान्छ हुँदैन, घुमेछ। येशू ख्रीष्ट बाटो काट्नु सक्छ भनेर डर पनि भइसक्यो उसलाई। अनि जक्कै यताउता हेरेर त बिचबाट के देखेछ भन्नुहोस् त? हजुर बिचबाट उसले बाटो देखेछ। अनि उसले बाटो बनायो। याद गर्नुहोस् है, त्यो भिडलाई नि जक्कैले जबरजस्ती च्याचुत पारेर नि जक्कै फुत्तै निस्केको छ। त्यही च्याचुत गर्ने भिड चाहिँ त्यही च्याचुत गर्ने व्यक्ति चाहिँ आजको लाइफमा, आजको जीवनमा, आजको समयमा तपाईँ र म पनि हुनुपर्छ। जब हामीले समस्यालाई च्यातेर अगाडि बढ्छौँ नि हो, हामी सक्सेसफुल व्यक्ति बन्छौँ। अनि जक्कै जाँदैछ अगाडि, जक्कै जाँदैछ लमक जक्कै जाँदैछ। अनि जक्कै गएर अब डाइरेक्ट फेरि यसोमा भेट भयो भन्नुहोस् त? हजुर भेट भयो भन्नुहोस् त? भएन, त्यहाँ त्यो भएन। तर अब कसलाई फेरि जक्कैले के भेट्यो भन्नुहोस् त? हजुर भन्नुहोस् त मलाई? फेरि जक्कैले के भेट्यो भन्दाखेरि नि ठुलो भिडलाई भेटेको छ त्यहाँनिर। भिडलाई भेट्यो। अनि अब जक्कैले सोध्यो, म जति अगाडि बढ्छु त्यति भिड मात्रै छ, अब पारा चाहिँ अर्कै रहेछ भनेर जाँदै गर्दा जक्कैले यस्तो माथि केलाई हेऱ्यो भन्नुहोस् त? एउटा नेभाराको रुखलाई हेऱ्यो। हालेलुया। एउटा नेभाराको रुखलाई हेऱ्यो। त्यहाँनिर नेभाराको रुखलाई हेर्दै गर्दाखेरि जक्कैको दिमागमा के आयो भन्नुहोस् त? जक्कैले सोचे कि अब यो रुखबाट चाहिँ अब म कसलाई हेर्दैछु अरे? येशूलाई देख्नेछु भनेर जक्कैमा विश्वास आयो। विश्वास आएको कारणले गर्दाखेरि नि जक्कै गयो फेदमा जक्कै गएर अनि बोटलाई जब पक्रिने बित्तिकै जक्कैलाई अझै कन्फर्म भयो कि ओहो यो रुख त मेरो लागि साह्रो सहायता गर्ने रुख पो भएछ भनेर जक्कैले बिस्तारीसँगले आफ्नो हातलाई अगाडि बढाउन थाल्यो। जति जक्कैले आफ्नो हातलाई अगाडि बढाउन थाल्यो त्यति जक्कैको विश्वास बढ्दै जान थाल्यो। हालेलुया। जति हातलाई लम्काउन थाल्यो, जति
जति त्यो माथि माथिका हाँगालाई जक्कैले पक्राउन थाल्यो त्यति जक्कैको विश्वास अनि कन्फिडेन्स बढ्दै गएको छ। अनि जक्कै जब एउटा हाँगामा मजाले बस्छ यानि कि अब चाहिँ जक्कैलाई थाहा हुन्छ कि म चाहिँ यहाँदेखि येशूलाई पक्का देख्छु भनेर थाहा हुन्छ। थाहा भइसके पछाडि नि जक्कै आफै बस्छ। कुनै पनि जक्कैलाई कागले टिपेर जुरुक्क उडालेर हाँगामा राखेर लु हेर भनेर पनि त्यहाँ भनेको छैन प्रिय है, त्यहाँ त्यस्तो कुरा गरेको छैन। र जक्कै आफै नै मेहनत गरेको छ। तर उसको मेहनतमा सबैभन्दा ठुलो कुरा के थियो भन्नुहोस् त हजुर? विश्वास थियो। हालेलुया। तपाईँ र मैले मेहनत गर्दै गर्दा नि के हुनु जरुरी छ भन्नुहोस् त? विश्वास हुनु पनि जरुरी छ। हामी मेहनत गर्छौँ, अलिक माथि चढ्छौँ, लाभ भएन भन्छ। हजुर कस्तो अरे भएन भन्नुहोस् त? भएन, हुँदैन रहेछ, हुँदैन, चास्ता जान्दैन जान हुँदैन भनेर हुँदैन प्रिय। तर प्रभु भन्नुहुन्छ हुन्छ। हालेलुया। किनभने जक्कैले प्रमाण गरेर देखाइदियो। अनि जक्कै जब ठिक ठाउँमा बस्यो अब त्यहाँ अचम्मको कुरा छ त के हो भनेर मलाई सोध्नुहोस् त? अझै मजाले भन्नुहोस् त? थाहा भएन तपाईँहरूलाई त्यति पनि? जक्कैले देख्नुभन्दा अगाडि येशूले देखे। येशूलाई ताली बजाइदिनुहोस् त। यहाँ चाहिँ ठुलो शक्तिशाली कुरा के भयो भन्दाखेरि जक्कै येशूलाई हेर्नु चढेको कि येशू जक्कैलाई हेर्नु त्यहाँ भन्नुहोस् त लु? हजुर जक्कैले चाहिँ येशू ख्रीष्टलाई देख्नुको लागि जक्कै पो चढेको त। येशू त आफ्नै ठाउँमा हुनुहुन्थ्यो नि, जक्कैले पो उल्टा देख्नु पर्ने त। तर नि त्यहाँ शक्तिशाली कुरा के भयो भन्दाखेरि चाहिँ जक्कैले चाहिँ अगाडि देखेको छैन, तर येशूले अगाडि नै जक्कैलाई देख्नुभयो। अनि देख्ने बित्तिकै एकै नजरमा माया बसेछ। हालेलुया। हाँस्नुहोस् यति बेला, त्यति बेलाको कुरा सम्झेर हाँस्नुहोस्। जब तपाईँ जवान हुनुहुन्थ्यो, यहाँनिर कोठी बनाउनुहुन्थ्यो होइन, यस्तो केस गर्नुहुन्थ्यो अनि एकै नजर माया बसाउनुहुन्थ्यो, त्यो समयमा तपाईँ जानुहोस् एकछिन। तर म यहाँ एउटा के कुरा गर्न चाहन्छु भन्दाखेरि नि अनि जक्कैले जब येशूले जक्कैलाई देखेको छ त्यति नै बेला एकै नजरमा माया पनि बसेको छ। अनि एउटा शक्तिशाली कुरा के हो भन्दाखेरि चाहिँ एकै नजरमा जक्कैको पाप पनि त क्षमा भएको छ। हालेलुया। किन भन्दाखेरि नि जक्कैले धर्मीलाई भन्दा अगाडि कसलाई देख्नुहुन्छ अरे? हजुर पापीलाई देख्नुहुन्छ। किन भन्दा येशू ख्रीष्टको अगाडि थुप्रो धर्मी भिडहरू थियो। किन भन्नुहोस् त? थियो नि होइन, थुप्रो धर्मी भिडहरू, चेलाहरू थियो, धर्मको वस्त्र लाएर एकदम धार्मिकताको वस्त्र लाएर हिँड्ने थुप्रो जानेको मान्छेहरू थियो त्यहाँनिर। तर पनि उनीहरूको त्यति याद नगरेर तर परमेश्वरलाई प्रभु येशूले एउटा पक्का थाहा थियो कि एउटा जक्कै भन्ने चाहिँ अब यो रूपमा चढ्दैछ अनि अब चाहिँ म त्यसलाई देख्छु, किनकि त्यो एउटा पापी हो। थाहा छ? जब एउटा पापी मान्छेले नि जब पश्चाताप गर्नको लागि जब एकदमै मेहनत गरिराखेको हुन्छ नि, तपाईँले त्यति बेला भन्छ तैँले पश्चाताप गरेको हुँदैन फास्टिङले बस्दैन कसरी हुन्छ भन्छ र। तर नो प्रब्लम, तपाईँ मेहनत गर्दै जानुहोस् त। तपाईँको नजरले होइन, येशूको नजरले तपाईँलाई भेटेर चेन्ज हुँदै गरेको हुन्छ। आमेन। हालेलुया। अनि जक्कै त के भएछ अरे? येशूलाई देखेर परेछ, मक्खै भएछ जक्कै त येशूलाई देखेर। किन भन्दाखेरि त्यही मक्खै पार्ने येशू चाहिँ हाम्रोमा हुनुहुन्छ नि। आमेन। र त्यसै कारणले गर्दा येशूले भन्नुभयो, जक्कैले भने ए येशू यहाँ यता हेर्न भनेर जक्कैले। तर थाहा छ येशूले भन्नुभयो, जक्कै त के भयो हेरेर दङ्गै भयो, हेरेछ जक्कै रोबोट जस्तो भयो। अब किन भन्दा एकै नजरमा माया बस्यो, मायाको साथमा प्लस भएर अफर के आयो भन्नुहोस् त? पाप पनि क्षमा भयो। जक्कै यत्तिकै भइरहेको यो बुढालाई कोही के भन्दैछ यति बेला कसरी म यस्तो भयो भनेर। तर लास्टमा येशूले त्यहाँ वचन पठाउनु भयो। त्यही कारण वचन सुन्नु पनि के रहेछ अरे? हजुर वचन सुन्नु पनि के रहेछ भन्नुहोस् त? इम्पोर्टेन्ट रहेछ। आमेन। वचन सुन्नु पनि इम्पोर्टेन्ट रहेछ। अनि येशूले भन्नुभयो भनेर भन्नु भएन। प्रभु येशू ख्रीष्टले नि वचनलाई पठाउनु भयो। त्यो वचनमा परमेश्वरको शक्ति थियो। त्यो वचन जब जक्कैको कानमा पर्यो नि जक्कैले हुन्छ भनेर तल झर्न थालेको छ। जति जक्कैले तल स्टेपलाई तल झार्न थाल्यो त्यति नै शक्तिशाली कुरा चाहिँ के भयो भन्दाखेरि जक्कैको पाप पनि घट्दै आयो। फेदमा आएर यता रुख छोडेर कुद्दा जक्कै त के भएछ भन्नुहोस् त? धर्मी पो भएर निस्केछ। पापी चढेको जक्कै निस्किँदा त के भएछ अरे? धर्मी भएर पो निस्केछ। फेदसम्म आइपुग्दा त जक्कैको पाप त टोटल क्लिन भइसकेछ। क्लिन भएको छ।
बुझ्नुभयो त? क्लिन भएको छ, मजाको कुरा छ, यहाँ शक्तिशाली कुरा छ, इम्पोर्टेन्ट कुरा छ उहाँको लाइफको लागि है, परमेश्वरको र जगेको सम्बन्धको उहाँहरूको लाइफमा एकदमै इम्पोर्टेन्ट। मलाई साह्रो मजा लाग्छ यो कुराहरू, किन भन्दाखेरि परमेश्वरले चाहिँ पापीलाई पहिला देख्नुहुन्छ नि त, किन भन्दाखेरि त्यो क्याटेगोरीमा तपाईँ र हामी छौँ नि त। त्यसै कारणले गर्दा हामी पापीलाई परमेश्वर छिटो देख्नुहुन्छ। नडराउनुहोस्, नसुर्ताउनुहोस्, पाप गरेर आउनु भएको छ, नो प्रब्लम, परमेश्वरले अझै देख्नुहुँदैछ। बदमास गरेर आउनु भएको छ, नो प्रब्लम, पवित्र आत्माले आज तपाईँलाई हेर्दै हुनुहुन्छ। आज त्यो नेभाराको रूपमा तपाईँ हुनुहुन्छ, थाहा छ नि, त्यो नेभाराको रूपमा नि तपाईँ हुनुहुन्छ, त्यो नेभाराको रूपमा तपाईँ हुनुहुन्छ। ला पासो मैले त कसरी पाप गर्यो ला भनेर छक्कै नपर्नुहोस्। पाप भन्ने कुरो नि गरेर गर्ने त हेरेर पनि गरिरहेको हुन्छ। हालेलुया। मैले नि यहाँ बसी त्यत्रोसँग पाप गर्न सक्छु त, आराम नै सक्छ। तपाईँलाई थाहा हुँदैन त्यो कुरो हुन्छ भन्नुहोस् त। यसोले भन्नुभयो गरेको व्यभिचार नि, तर तिमीले व्यभिचार चाहिँ केले पनि गर्छौ भन्नुहोस् त, हेरेर पनि गर्दैछौ भनेदेखिलाई म त यहाँ मजाले पुलपिट अगाडि बसेर आरामले पाप गर्दै वचन बोल्न सक्छु, तर म त्यो काम गर्नु मिल्दैन। गर्छु भन्दा नि दिने भएको आमेन। पवित्र आत्माले मान्छे भरिसके पछाडि नि पाप गर्छु नि भनेर जाँदा नि प्रभुले टानिहाल्छ पछाडि। किन भन्दाखेरि नि परमेश्वरलाई हामीले तानेको होइन, परमेश्वरले हामीलाई तान्नु भएको नि त, आमेन। त्यो चाहिँ शक्तिशाली कुरा छ त्यो। अनि जक्कैसँग परमेश्वरले के वचन बोल्नु भन्नुहोस् त, जक्कै छिट्टो झरेर तिमी तल आऊ, किनकि आज म तिमीसँग कहाँ जाँदैछु भन्नुहोस् त, तिम्रो घरमा जाँदैछु। सबले भन्नुहोस् त, तिम्रो घरमा जाँदैछु। यस, येशूले भन्नुभयो तिम्रो घरमा जाँदैछु। यदि नि येशू बोल्नु नसक्ने भए नि परमेश्वरको वचन सुनेर जक्कैको जीवनमा काम हुन्थ्यो भन्नुहोस् त, हुन्थेन। एउटा भनाइ छ नि, मायाले संसार थाम्दैन भनेको भनाइ छैन, हुन्थेन प्रिय। तर त्यहाँ येशू बोल्नु भयो, काम भयो। किन भन्दाखेरि उहाँ नै परमेश्वर हुनुहुन्थ्यो अनि वचन प्रभुले पठाउनु भयो त्यहाँनिर। त्यसै कारणले त भन्छ नि वचन सुन्नु, वचन सुन्नु, वचन सुन्नु, नझुल्नु 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 भन्छ। त्यही भन्नु चाहे खासमा चाहिँ वचन सुन्ने मान्छे कस्तो हुन्छ भन्नुहोस् त, हजुर बाँदर जस्तो हुन्छ भन्नुहोस् त, हजुर हुँदैन, आशिषित हुन्छ। हालेलुया। आशिषित हुने मान्छे अब कोसँग कनेक्सन छ, उसको कनेक्सन कोसँग छ भन्नुहोस् त, हजुर यस। आशिषित हुने मान्छे ब्लेसेड पर्सन नि डाइरेक्ट यीशुसँग सम्बन्ध हुन्छ उसको, अरूसँग हुँदैन। संसारसँग त झन् हुँदैन। तर जब हामीले येशूसँग सम्बन्ध गाँच्न थाल्छौँ नि प्रिय, हाम्रो सबै कुरो एटिट्युड चेन्ज हुँदै गरेको हुन्छ। त्यही बुढीको अनुहारमा चाया देख्ने, पछाडि यीशुमा आएपछि त्यही बुढीको अनुहारमा माया देख्छ। हालेलुया। त्यस्तो कुरा चेन्ज भएर जान्छ। त्यही कारणले गर्दा नि प्रिय, आज नि त्यो नेभाराको रूप चाहिँ कसलाई बनाउँदै हुनुहुन्छ परमेश्वरले भन्नुहुन्छ। यहाँबाट जाँदै गर्दाखेरि हजुर मलाई भन्नुहोस् न, मलाई भन्नुहोस्। अब नि नेभाराको रूपमा नि अन्य जातिहरू चढेर नि येशूलाई देख्नुपर्छ। नेभाराको रूप चाहिँ को भन्नुहोस् त, हजुर को भन्नुहोस् त नेभाराको। अब नि ममा नि अन्य जाति चढेर नि यीशुलाई देख्नुपर्छ भन्नु चाहेको चाहिँ मेरो एटिट्युड, मेरो सबै कुरो देखेर चाहिँ परमेश्वरलाई अन्य जाति चिन्नुपर्छ। मैले यो भनेको होइन, ओइ माइला आइज त विश्वास गरेको छैनस्, यहाँ आइज चढ काट्न हेर येशूलाई अन्तर यता आइज भात पनि नखाई, घरमा दले पनि नखोली, जाँदै अन्य जाति कानमा हाल्दै हेर येशूलाई भन्दै उतार्दै आउँदै त्यसरी नजानुहोस् घर जाँदाखेरि। अहिले तर एउटा कुरो भन्न चाहेको चाहिँ के हो भन्दाखेरि नि अबदेखि उफ्रान्तको होइन, अबदेखि उताको समयहरू चाहिँ अब नेभाराको रूपलाई प्रभुले मेन्टेन गर्दै हुनुहुन्छ। त्यो रूप चाहिँ तपाईँ र मलाई प्रभुले बनाउँदै हुनुहुन्छ। अब हामीसँग प्रे गर्नेछ है। म एउटै कुरालाई थाहा गर्न चाहन्छु। अब जाँदै गर्दाखेरि तपाईँ छुटकारा भएर, चङ्गाई भएर, स्वतन्त्र भएर
होइन, आनन्दित भएर इभन तपाईँ चर्चबाट जब निस्किनुहुन्छ नि, निस्केर हिँड्दाखेरि पनि आहा आज त मलाई त के हुनेछ भन्ने प्रश्न भएर तपाईँ त्यहाँ घर जाँदै हुनुहुन्छ। किन भन्नुहोस् त? नेभाराको रूपभित्र नि परमेश्वरले जान हाल्दै हुनुहुन्छ। आमेन। नेभाराको रूपमा जान हाल्दै हुनुहुन्छ पवित्र आत्माले। बुझ्नु भयो नि? नडराउनुहोस्। पाप गर्दै हुनुहुन्छ, नो प्रब्लम, प्रब्लम गर्नुहोस्, म पापिस। बदमास गर्दै हुन्छ, नो प्रब्लम, म बदमासै छु, तर बदमासै भइरहन्छु नभन्नुहोस्। म चाहिँ नेभाराको रूपभित्र नि जब पवित्र आत्माले जान हाल्नुहुन्छ नि के हुन्छ भन्नुहोस् त? फल राम्रो फल्छ। आमेन। फल राम्रो फल्छ। नेभाराको रुख मुनि उत्ताने मुसाले काट्दैछ भनेदेखिलाई फल राम्रो फल्दैन प्रिय, कक्रिन्छ, प्रब्लम हुन्छ। आज मण्डलीमा नि थुप्रैवटा मण्डलीमा नेउला खाना झेउला गर्ने यत्तिकै निस्किन्छ प्रिय। एउटै कुरो भन्नुहोस् त, नेउला खाएर साथी झेउला नगर ल भन्नुहोस् त छेउको साथीलाई। झेउला कसले गर्छ भन्नुहोस् त? हजुर, झेउला गर्ने त अनिकाल लागेको छैन नि प्रिय, नगर्ने पो अनिकाल लाग्दैछ त। कुरा यस्तो छ नि यहाँ, झेउला गर्ने मान्छेहरूको अनिकाल लागेको छ भन्नुहोस् त? तर नगर्नेहरूको के छ भन्नुहोस् त? अनिकाल लाग्दैछ प्रिय। ए अनिकाल आउँदैछ र त पवित्र आत्मा परमेश्वरले नेभाराको रूपभित्र जान हाल्दै हुनुहुन्छ त, शक्ति हाल्दै हुनुहुन्छ। अब चाहिँ नगर है भन्ने कुरो होइन। पास्टरले कहाँबाट देख्नुभयो? तल लोधोमामा आउँदै हुनुहुन्थ्यो, देख्नुभयो क्या मिठाई के किनेको भनेर सोध्नु, त्यो होइन, मैले देखेको होइन, पवित्र आत्माले देख्नु भएको हो नि त। आमेन। मैले देखेँ भने के गर्छु? तपाईँलाई भक्कु गाली गर्छु, तर पवित्र आत्मा परमेश्वरले देख्नु भने के त तपाईँलाई एकैचोटि मेन्टेन गर्नुहुन्छ, बनाउनु पो हुन्छ त, गाली गर्नु हो नि त। त्यो खुबी चाहिँ परमेश्वरमा छ, थाहा छ? आज मैले जहाँ खाँदै गरेको नि तपाईँले देख्नु भने के भन्नुहुन्छ थाहा छ? यसलाई त हन्नु नि गरेलाई त प्रभुको बदनाम गरेको भनेर रिसाउनुहुन्छ होइन। तर पवित्र आत्माले मलाई त्यही रूपमा देख्दै गर्दा के भन्नुहुन्छ थाहा छ? छोरा अब फर्केर आइज भयो, नगर, योतिर होइन। कसको हेराइ राम्रो भयो भन्नुहोस् त? हजुर, पवित्र आत्मा हेराइ चाहिँ राम्रो छ, र त्यही हेराइ चाहिँ आज तपाईँहरू ममा पर्दैछ। पवित्र आत्मा यहाँ ठुलो शक्तिलाई बनाउँदै हुनुहुन्छ। तयार हो? अब यो नसोध्नु फेरि डङ्गै लड्दा मात्रै ला म त लडिन त पापी पो छु क्या, होइन नि। म तपाईँलाई लडाउने मान्छे पनि बुझ्नुभयो त? अस्ति सिलगढीमा गएको प्रिय हो, एकजना दिदीको विचार आँखाको रोशनी हराइसकेको थियो, धेरै गाह्रो भइसकेको उसको लाइफमा। 3जना अन्धाहरू थियो। म पनि गएको थिएँ त्यहाँनिर। म गणेश प्रार्थना, प्रभु यो 3जना अन्धाहरू छ यहाँनिर, कुन छोरीमाथि तपाईँको निगाह छ आजको दिनमा चाहिँ? किन भन्नुहोस् त? यदि येशू ख्रिस्टको समयमा पनि प्रिय थुप्रो थियो बिमारीहरू थियो कि थिएन भन्नुहोस् त लु? हजुर, लाजरस जस्तो मर्ने अरू मर्यो कि मरेन भन्नुहोस् त लु? तर किन लाजरसलाई मात्रै परमेश्वर उठाउँदा भन्नुहोस् त? किन भन्दाखेरि प्रभुले शक्तिलाई प्रयोग गर्नुभएको हुन्छ। म चाहिँ जिउँदो छु है भनेर चाहिँ प्रभुले देखाउनु भएको। अनि मरेको सबलाई किन उठाउनु भएन थाहा छ? सबलाई उठायो भने त अन्त परमेश्वरको वचन पुरा हुन्छ भन्नुहोस् त? अब सुति गएकाहरू फेरि ख्रिस्टमा नयाँ भएर उठ्नेछन् भन्ने वचन त भएन त त्यहाँदेखि। नभए त भोलि मै मरौँला अरे, मेरो घरमा मरौँला, प्रभु आऊ उठाऊ, प्रभु आऊ उठाऊ, सबै उठे भयो भने त हुन्छ भन्नुहोस् त? सुति गएकाहरूको कुरा छ नि बाइबलमा यहाँ, होइन? सुति गएकाहरू चाहिँ फेरि ख्रिस्टमा के हुनेछन् अरे? पहिलो बिउताउने छ भनेर भनेको छ नि त। त्यही कारण सुत्नु पनि दिनुपर्छ। अब मर्नु डर लाग्छ भन्नुहोस् त? डर लाग्दैन भन्नुहोस् त? हजुर, मर्नु पो डर्नुपर्छ, सुत्नु त डर लाग्दैन। प्रभुले तपाईँ मलाई मर्नु भनेको छ, सुत्नु भनेको छ भन्नुहोस् त? हजुर, सुत्नु भनेको छ। सुत्नु के को डर? कोमामा छ, पास्टर बाबु प्रार्थना 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 गरेर 80 वर्ष नागिसक्यो, अब बाँचेर फाइदा देख्दिनँ म त। फेरि प्रार्थना गरिदियो, प्रार्थना गरिदियो, प्रार्थना गरिदियो, अनि फेरि पछाडि के आउँछ? होइन प्रभुको इच्छा जे छ है भन्छ। प्रभुको इच्छा पनि खोज्छ, प्रार्थना नै गरेर चङ्गाइ बनाउनु खोज्छ। के भएको यस्तो? कि चाहिँ प्रभु तपाईँको इच्छा जे छ त्यही होस् भन्नु पर्यो, कि चाहिँ प्रभु तपाईँको इच्छा छैन प्रार्थना गरेर म बचाउँछु भनेर त्यता लाग्नु पर्यो? दुईटा एउटा काम हुन्छ। र त्यसै कारणले गर्दा नि हामी सुत्नेहरूलाई डर छैन प्रिय, तर मर्नेहरूलाई चाहिँ डर छ।
मरेकोहरू कहिले पनि उठ्दैन, सुतेको चाहिँ फेरि उठ्छ नि त। हालेलुया, मजा आयो। योभन्दा मजा अहिले भन्ने आउँछ जब तपाईँ फ्रेस भएर जाँदै हुन्छ नि, जब फ्रेस भएर तपाईँ जानुहुन्छ नि यहाँदेखि, जब पवित्र आत्माका आगो आउँदै गर्दाखेरि तपाईँ शक्तिशाली भएर निस्किनुहुन्छ नि, त्यति बेला अब मजा आउँछ त। र एउटै कुरा भन्नुहुन्छ होइन, पवित्र आत्मा परमेश्वरले आजको दिनमा मेरो मण्डलीलाई यो कुराहरूलाई म मेन्सन गर्दैछु, नयाँ बनाउँदैछु। अनि त्यो सिस्टरको कुरा गर्दै थियो हो मैले, अनि त्यो मैले भने प्रभु यो तिनजना अन्धाहरूमा चाहिँ कुनमाथि तपाईँको निगाह छ, कुनमाथि कसरी तपाईँले छुटकारा गर्न चाहनुहुन्छ भनेर मैले प्रार्थना गर्दै गर्दाखेरि सबै प्रार्थनाहरू सबै निस्किनु हालेको थिएँ। फेरि म अचानक त्यो दिदी भागमा म अचानक गएँ त्यहाँनिर, अचानक गएर दिदीलाई भने दिदी तपाईँको आँखामा यो रोशनी हन्ड्रेड रहेछ। यस हो, बिमार भएको कारणले गर्दाखेरि मेरो आँखाको रोशनी सबै हराइसक्यो, एकदम गाह्रो पर्छ देख्नुको लागि भन्नुभयो। अन्त मैले त्यो दिन एउटा कुरा भने, तर अब तपाईँ देख्दै हुनुहुन्छ। हालेलुया, तपाईँको रोशनीलाई परमेश्वरले फेरि पनि आँखामा फर्का ल्याउँदै हुनुहुन्छ भनेर जब मैले प्रार्थना गरेँ, आफ्टर प्रे त्यो दिदी चङ्गाइ भयो। हालेलुया, पवित्रको चङ्गाइ गर्नुभयो, त्यो आँखा खोलिदिनु भयो। किन भन्नुहोस् त, यस्तो टेस्टिलो प्रोग्राम छोडेर तपाईँ भाग्नु चाहनुहुन्छ? हजुर, भाग्नु चाहनुहुन्छ? यस्तो अलमाइटी परमेश्वर छोडेर? चाहँदैन, म भाग्न चाहदिनँ। तर नि भाग्नेहरूलाई नि प्रोग्राम फर्का लिएर आउन चाहन्छु भन्ने कुरो हुनुपर्छ। हालेलुया, तपाईँ रेडी हुनुहुन्छ? हजुर, हजुर रेडी हुनुहुन्छ? म चाहिँ हामी वर्षको अगाडि आउनुहुनेछ। अनि आज नेपाली कुराले है मलाई प्रार्थना गर्नुहुनेछ, अनि एल्डर्सहरूले पनि गर्नुहुनेछ। तपाईँको अगुवाई हुन्छ, त घुट्नामा गएर तपाईँ थपक्क प्रार्थना गर्नु पनि सक्नुहुन्छ। सबैजना हामी खडा हुनेछौँ। बनी विद्या